हेलो साथीहरू, नमस्ते सेवा सबैजनालाई। आज चाहिँ मेरो भ्लगको स्टार्ट मैले बाटोतिरबाट गरेको छु। आज भ्लग स्टार्टै गरेको थिइनँ, अलमोस्ट 2 बज्यो कि 3 बज्यो अनि गरेकै थिइनँ। आज चाहिँ म बाटोमा हिँडिरहेको छु। कहाँ गएको भनेर एकछिनबाट थाहा पाउनुहुन्छ। भन्दा पनि कोकु हुनुहुन्छ, हाम्रो बुढी कोकु। उहाँलाई भेट्नु नगएको पनि 2-4 दिन भएको थियो। गइराख्नु पर्ने। फेरि मेरो बाबुको इक्जाम चल्यो। अबुई सानो तर्सेँ म त। इक्जाम चलिरहेको थियो नि 10तिर, अनि टाइम नै भ्याएन त्यति बेला। अब एकैछिन 10 बजीदेखि 12 बजीसम्म इक्जाम हुने। अनि आएर खाना खाएर जुठो भाँडा गर्दाखेरि त्यो टाइम सकिहाल्थ्यो। पुर्याएर आएर अनि त्यसपछि बाबु स्कुलबाट आइहाल्थ्यो। अनि फेरि उसलाई अब भोलिपल्टको लागि प्रिपरेसन गराउनु पर्ने। त्यतिकै टाइमहरू मिलेको थिएन। अनि आज चाहिँ हामी जाँदै गरेको कोकुलाई भेट्नलाई। त्यसैले भिडियो गरेको साथीहरू अब हेर्दै जानु होला। म कोकुलाई पनि देखाउँछु। बुढी कोकु, हाम्रो चाहिँ एकदमै बुढी कोकु हुनुहुन्छ कि 85 अलमोस्ट 85 86 पनि क्रस गर्न लाग्नुभयो होला। अनि त्यही माथि बिरामी पनि हुनुहुन्छ अलिअलि। गाउँमा हुनुहुन्थ्यो अस्तिसम्म। हजुर हामी चाहिँ यति छौँ। बाँस जस्तो गयो कसो खाने सानो कसो बाँस खाएको खानु भन्न उखुको कुरा गरिरहेको छ ऊ चाहिँ। एकचोटि उखु खाँथ्यो गाउँ गएर। अनि अब भोलि पर्सि नि सानो, अहिले होइन उसको सिजनमा। कोकु त सुतिराख्नु भएको रहेछ। सुतेर फेरि कोकु चाहिँ भिडियो हेर्नुहुन्छ कि खालि। कोकु के गर्नु भएको? के गर्नु भएको? उठ्ने उठ्नु भयो भने के गर्नु भएको? के गरेको म थियो मम्मी? किन हाँस्नु भएको? भिडियो हेरेर हाँस्नु भएको। उल्टा चस्माको हाँसेर हुर्कै हुनुभयो। आँसु आइसक्यो हाँसेर। के गरेर सानो? बस हो रहेछ दिदी भाइ। हाम्रो चाहिँ मोमो हाम्रो आउने बाँकी छ। हामी यतातिर पो पस्यौँ फेरि हल्ला थियो हल्ला। हाम्रो पनि आइपुग्यो। अब त्यही होइन लाउनुको लागि भिडियो लाउनुलाई पनि युट्युबमा धेरै अलिअलि कन्टेन्ट बनाउँदै गरेको। हामी त खाजा खाएर मोमोसम्म खाएर पनि अब लाग्यौँ नि दिदी। अनि हाम्रो ग्रुपमा फेरि के भयो, 2 जना चाहिँ यताबाट जानुभयो। अनि हामी चाहिँ हिँड्दै गएको। धेरै छैन नि त, तर भाइहरू पनि ठ्याक्क हामी त्यहाँनिर बसिरहेको थियौँ, आइपुग्नुभयो। अनि बाबु फेरि बाइकमा जाने रे। अनि काकासँग जानुभयो, बाबुको काकासँग मेरो भाइ। अनि हामी चाहिँ हिँड्दै फेरि घुमिफिरी घरै आइपुग्यौँ। हामी चाहिँ यस्तै छौँ अब। घर आइपुगेर म चाहिँ भिडियोलाई अन्त्य गर्दैछु। अब भिडियोको सुरुवात बाटोतिरबाट गरे पनि अन्त्य चाहिँ घरबाटै गर्दैछु। अब साँझ पनि पर्न लागिसक्यो नि त। अब खाना बनाउनु पर्छ, खाना बनाएर खानुपर्छ अनि सुत्नुपर्छ। सो अब अहिलेसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धन्यवाद हजुरहरूलाई। अनि सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। भन्दा अहिलेलाई मेरो भिडियो अन्त्य गरेँ है त। बाई बाई, सी यु अगेन नेक्स्ट भिडियो।